नमस्कार झोरलाई शुभ दिन भन्न चाहन्छु सबैजनालाई मेरो यो छोटो ब्लगमा तपाईँहरू सबैजनालाई स्वागत छ। अनि तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला अनि आराम हुनुहुन्छ होला भन्ने कामना गर्न चाहन्छु। सबैले सोचेको आँटेको काम पुरा होस्, नराम्रो काम चाहिँ पुरा नहोस् है, राम्रो काम मात्रै पुरा होस्। फेरि नराम्रो काम पुरा होस् भनेर फेरि कलाकार भयो गुए कलाकारले के गर्छ भने अब यसो गीत गाउँछ र तर हाम्रो कलाकारहरूलाई मैले त्यस्तै जुन यो रमाइलोको लागि मात्र ठान्नु होला। मेन कलाकारहरूलाई एकदमै सम्मान छ। उहाँहरूले गर्दाखेरि आज एकदमै नेपालको सङ्गीतहरू विश्व बजारमा पनि चर्चित भइरहेका छन् हैन। यति भन्दै कलाकार सम्पूर्णलाई सम्मान गर्दै म चाहिँ अब आफ्नो गीत हिजोको गीतमा अलिकति नजाने पनि आज चाहिँ म अलिकति सुधार गरेर ल्याएको छु है। आजको कस्तो भएछ त गीत यसो तपाईहरु सुन्दिनु होला अनि सब्स्क्राइब गरिदिनु होला। यसलाई भट्टाभट सब्स्क्राइब ड्याङ ठोक्नु न हो के यो सब्स्क्राइब त्यो रातो बटनलाई ठ्याक्क थिचेर अल त्यति चाहिँ गरिदिनु त ल। अनि मेरो भिडियोहरू यसरी नै आउँछ तपाईहरुकोमा ल। पहिलो भेटमै मन भयो भुटुकै जवाफ देऊ, मलाई नै सुटुक हावा सरर, लमजुङे डाँडैमा हावा सरर, जता छ निर्माया उतै नजर, जता छ निर्माया उतै नजर, सानो घरते डाँडैमा काटौला सुख दुःख, सँगसँगै साटौला हावा सरर, लमजुङे डाँडैमा हावा सरर, जता छ निर्माया उतै नजर। ल हिजोको भन्दा अलि सुधार गरेको छु। सबले एकदमै माया गरिदिनु होला। यसो यस्तै छोटो छोटो भ्लग लिएर आउँदैछु। हस् त अहिलेलाई बाई बाई नमस्ते भन्न चाहन्छु।